हेर यहाँ मेरो यी टमाटर टिपेर ल्याएको कहाँबाट ल्याउनु भएको मैले त्यहाँ रोपेको थिएँ 12-13वटा बोट त्यसकै हो नि भयो यति भयो भयो गरेपछि हुँदो रहेछ अर्ग्यानिक टमाटर हो अर्ग्यानिक नै भन्नु पऱ्यो ल ल अब जाँदैछु कोठामा मिठो खानु पाइनु राइस यो चाहिँ पत्ता चाहिँ के को ल्याउनु भएको हरियो हरियो देख्छु त यो चाहिँ मेरो प्याजको प्याज उखालेर यो मैले माथिको मुन्टा हो यसलाई चाहिँ पकौडी बनाएर खाने पकौडा पकौडा खानुहुन्छ अनि यो मैले यो आज टिपेको यो अस्ति टिपेको भनेपछि यो 4-5 दिन भयो टिपेको चाहिँ यहाँ हेर्नुहोस् यो झन् कति रातो छ दबाई नहाल्नु भएको हो छैन यसमा दबाई भनेको एउटै छैन पुरै अर्ग्यानिक भिटामिनदेखि मैले एकपल्ट हाल्यो एउटा भिटामिन अनि त्यहाँदेखि चाहिँ मैले त किरा मार्ने हालेँ त्यति हो त्यहाँदेखि केही छैन राम्रो फलाउनु भएछ त खानुपर्छ किनभने फलाउनु त पऱ्यो आफ्नो जिउको लागि अर्ग्यानिक खानुपर्छ त्यसो भए मलाई पनि 1 केजी जति दिनु न त नापेर 1 किलो होइन यो सबै म दिन्छु तपाईँलाई यो भएको सबै ल हुन्छ हस् त क्यामेरा खिचेको बापतमा कि हुन्छ हुन्छ केही फरक पर्दैन खुसी भएर लिएर जान्छु ल त्यसो ल ल ल ल अब ल अहिलेलाई चाहिँ भाइ है अहिले ल